हेलो गाइज, यो चाहिँ म होइन आज तपाईँहरूको लागि म एउटा भ्लग बनाउँदैछु होइन, फर्स्ट टाइम होइन। त्यसैको लागि जाँदैछौँ दक्षिणकाली डाँडा। के भनेर हेर्न सक्नुहुन्छ यहाँ पछाडि भ्यू आमा यस्तो दामी छ फेरि, त्यही भएर हामी जान लाग्यो। हामी अब जाँदैछौँ पुगेपछि त्यहाँको भ्यू देखाउँला ल। बाई बाई अहिलेको लागि। हामी अहिले यहाँ बाटोमै छौँ र अगाडि बढ्दैछौँ। जाँदाखेरि यहाँतिर अलिक चिन्ने मान्छेहरू छ होइन, त्यही भएर अलिक लाज लाग्छ। त्यही भएर अब जाँदैछ हामी। अब यतातिर बाइक चाहिँ एकदम हुतेर आइरहेको छैन, यो यहाँ झन्डा हाने यसले तिनीहरू त पछाडि त्यहाँ बसिरहेको छैन। के भन्नु, एक्लै जाने आँट होइन, अब फर्किनु पऱ्यो। भिडियो चाहिँ बनायो कि होइन आएन त्यो। हामी चाहिँ एकजनालाई कुरिरहेको थियो होइन, आउँदैछ त्यहाँनिर। एकैछिन त्यसलाई अब लिन जानु पऱ्यो एकचोटि तल होइन। यिनीहरू चाहिँ पछाडि बस्छ, अब म चाहिँ जाँदैछु होइन त्यसलाई लिन। आउँदैछ त्यो ठ्याक्क लगाएर क्या हिरो नि भएर आएर होला है, आउँदैछ। त्यसलाई भेटाएर कुरा गर्नु पऱ्यो। हो यसलाई नै हो हामीले कुर्दा कुर्दा 1 घन्टा भयो। हेलो भने हेलो यति त भन्नु पऱ्यो हाल्यो। अब हामी जाने अब धेरै यता अब लैकालमै गर्दै जाने। हामीले यसलाई कुर्दा 1 घन्टा टाइम भयो, त्यही भएर अब हामी जाने है। हाँसिरहेको छौँ यहाँ यो जाँदै गर्दा अब बाटोमा भिडियो बनाउँदै गर्छु म है। हेले अब भाइ मैले अघि भिडियोमा भन्दै थिएँ कि मलाई लाज लाग्ने ठाउँ चाहिँ उहीँतिर हो होइन। अनि त्यसपछि म अहिले कटिसक्यो, अब त के पो लाज अब होइन। अब ल जाँदैछु यतातिर, अघि चङ्गा उडाउँदै थियो, अहिले त छैन कोही पनि। अब म बाटोमा हिँड्दैछु। त्यो पछाडिबाट मलाई जिस्काएर चाहिँ 3 जनाले होइन, अनि केही छैन, म जिस्काएँ नि के पनि भन्दिनँ क्या। यहाँ चाहिँ केटाहरू साइकलमा आएर रहेछ पुरै। अब हामी अलिकति जङ्गलको बाटो हिँड्नुपर्छ होइन, तपाईँहरूलाई म जङ्गलको बाटोको नि भिडियोहरू देखाउँछु होइन। हेर्दै जानु होला भ्लग अन्तिमसम्म। यहाँ मलाई पछाडिबाट बोलाइछ यसले जिस्काएर छ मलाई अघिदेखि। यतातिर बाइक चाहिँ लास्टतिर आएर गाट हान्यो भने खत्तम भइहाल्यो नि। ल यसको नि युट्युब च्यानल छ, सब्सक्राइब गरिदिनु होला। यहाँ चाहिँ उकालो रहेछ, एकदम डेन्जर होइन ऊ। अनि अहिले चाहिँ थाकेर यहाँ चढ्नै सकेको छैन। त्यो जङ्गलको बाटो एकदम दामी आउँछ होइन। अनि देखाउँदै जान्छु तपाईँहरूलाई म सिन, एकदम भ्यू खतरा। पछाडितिर राम्रो देखेन क्या, यस्तो दामी भ्यूहरू छ होइन। म चाहिँ डाँडाबाट देखाउँछु कि अहिले त्यहाँ पुरानो दक्षिणकालीको डाँडामा गएर। अनि खतरा यो चाहिँ बाटो थाहा नभएर मेरो पछि आइरहेको छ है। अनि आउनु यहाँनिर बाटो एकदम खतरा छ होइन। यता अगाडितिर लड्यो कि गयो तलतिर, खत्तम बाटो नै। गाह्रो छ यस्तो बाटो हिँडेर जानुपर्छ सर्टकटको चक्करमा। अहिले लड्यो भने खत्तम। यहाँबाट अगाडिबाट यस्तो दौडेर गएर यसरी जम्प हान्नुपर्छ होइन। झन्डै मोबाइलै झऱ्यो यसरी जाँदै जाने। अहिले चाहिँ हामी जङ्गलको कि हामी अहिले यहाँ जङ्गलको बाटो छ,
जङ्गलको बाटो पनि खतरा छ फेरि जाँदैछौँ होइन तिनीहरू चाहिँ पछाडि बसिरहेछ मलाई भूत आउँला भनेर आउँदै होला ऊ आइपुग्यो एकजना आयो अनि यसलाई त चिनाउन बिर्सिरहेन यो यो चाहिँ मेरो दाइ हो होइन नामको मात्र दाइ हुन त भाइ हो मेरो अनि यो चाहिँ को यो चाहिँ जेनिसा हेलो भने हेलो अनि यो चाहिँ मेरो भाउजू अब हामी जाने होइन तपाईँहरूलाई मैले 3 जना चिनाइदिएँ नि जाँदैको छैन यस्तरी सरर घुम्नु पऱ्यो जङ्गलमा है दामी छ नि फेरि जङ्गलको बाटो पनि यहाँतिर हामी जाँदै गर्दैछौँ जाँदैछौँ होइन के भन्ला के भइरहेको छ यहाँ त्यही भएर अब हामी यहाँ गुम्बाको नजिक आउनु लागिसक्यो होइन अनि गुम्बाको नजिक चाहिँ यता माथि तार छ फेरि चोर्न गयो जान्छ होला भनेर यहाँ तल चाहिँ गुम्बा छैन यतातिर चाहिँ पुरै सेफ्टी लगाएर चाहिँ यतातिर तार छ यहाँ छोयो कि हात काट्ने जस्तो माथिपट्टि त्यो खै के हो अनि मलाई बोलाएर चाहिँ पछाडिबाट स्वागत नै गरेको हमारा मलाई भाउजूले बोलाउँदैछ है हजुर हिँड्नु भने ए हिँड्ने अहिले चाहिँ हामी गुम्बाको माथि आइसकेका छौँ होइन त्यही भएर अब यहीँ गुम्बा चाहिँ यहाँ तल छ खतरा यता रुखहरूले गर्दा राम्रो देखाएको छैन युडिसी निङमा गुम्बा भन्छ यिनीहरूले मलाई नाम चाहिँ थाहा छैन अब हामी जाँदैछौँ ए यहाँ तल पूजा भइरहेको रहेछ आवाज चाहिँ सुनेको छैन होला तर उता तलतिर पूजा चाहिँ भइरहेछ एकदम त्यहाँ डङ बजाएर चाहिँ खोइ के पूजा हो थाहा छैन पूजा चाहिँ भइरहेछ अब म एकैचोटि उसमा पुरानो दक्षिणकाली पुगेपछि तपाईँहरूलाई त्यहाँको भ्यू देखाउँछु है र अहिलेको लागि बाई मैले एकैचोटि दक्षिणकाली पुगेर देखाउँछु होइन तर त्यसले गर्दा अलिक भएन क्या यता मासतिर फेरि काली जाएर चाहिँ तपाईँहरूलाई पनि देखाइदिउँ भनेर क्या छ्यातेर गऱ्यो तर्सिहाल्यो त्यो है तर्सिलो अब भागी हाल्नुपर्छ है फेरि बदेल पनि हुनसक्छ फेरि बदेल आइदियो भने खत्तम गाह्रो यहाँ चाहिँ सिग्मा पुरै नतर्सिकन साला चोमु रे तर मिर्ग गाइड हो ल मिर्ग देख्यो होइन तपाईँहरूलाई देखाउनु पाएन अब के भन्नु सेट पछि जाउँ भने फेरि घारी छ है मिर्ग आएर छ है तपाईँहरूले देखाउनु पाएन सेट मासला अनि जाँदै गर्छु फेरि बाटो पनि भेट्न सक्छ अहिले के मिर्ग नि हुन थालेछ अहिले बाघ आइदियो भने खत्तम भइहाल्यो नि तर्सिरहेको छ फेरि पछाडि भिडियो बनाउने बाघ आयो नि म देखाइदिन्छु म त्यस्तो खतरा मान्छे छु अब हामी आइपुगिसक्यौँ होइन ल के भयो घाममा फेरि आँखा सानो मेरो हेर्न गाह्रो ल यिनीहरू गुनासो गरे यहाँ अनुहार नदेखा भनेर ल राम्रीहरू छ होइन त्योपछि अब यसलाई चाहिँ नभने भनेर यो रिसाएर चाहिँ यो नि ह्यान्डसमै छ भ्लगमा आउँछ भने चिन्ता लिइरहेछ छैन मेरो गर्लफ्रेन्ड एउटा छ यहाँ फटा बोलिरहेको छ होइन अनि हिँडेर तिर्खा लागेको थियो होइन पानी खानु जाने अब यता धारामा धारा रहेछ एकदम खतरा खालको होइन यताबाट जाने यस्तरी यहाँ धारा छ अनि यताबाट यहाँबाट खोल्ने यहाँबाट पानी आउँछ आउँदैन त्यही चिन्ता हो त ल पानी आएन ल पानी आएन तल आउँछ होला उता अब यता आएन हामी अब त्यो दक्षिणकाली उसको गेटमा आइसक्यौँ होइन यहाँनिर चाहिँ आइसक्यौँ होइन ल यो चाहिँ गेट हो यहाँबाट
यसको भिडियो बनाउनु पर्यो त्यही भएर भिडियो स्टप गर्नु भयो ल अब हामी चाहिँ पुगिसक्यो हेर न हेर टिका हान्न राखेको छ यसको टिका बिग्रियो भनेर टेन्सन भइरहेको थियो होला कि झन्डै डिप्रेसनमा चाहिँ पुगेन है ल अब हामी दक्षिण काली आउनु लागिसक्यो ल पुरानै हो फाइनली हामी आइसक्यो होइन अहिले पछाडि छ होइन यतातिर चाहिँ अहिले दामी बनाएको छ फुलै फुलहरू राखेर यहाँ पानी छ होइन यसरी यताबाट अब हामी मन्दिर दर्शन गर्न जाने यहाँतिर चाहिँ माछा रहेछ सानो सानो यो पोखरीमा पानी फोहोर भयो नि जे माछा चाहिँ छ यता चाहिँ हामी अब आइसक्यो होइन यहाँ पछाडि चाहिँ खतरा भिड छ होइन यतातिर अब मन्दिर दर्शन गरिसक्यो होइन अब हामी जहाँ तल जान लाग्यो यहाँबाट तल अब त्यो फर्पिङ लेखा ठाउँमा होइन हामी चाहिँ जानु लाग्यो यहाँतिर दर्शन सर्शन गरेर होइन फोटोसोटो खिचेर हामी अब हिँड्न लाग्यो तल हामी यो दक्षिण कालीको त्यो उस चाहिँ पुगिसक्यो ऊ आउँदैछ त्यहाँ पछाडिबाट यताबाट यतातिर चाहिँ यस्तो झन्डै झन्डा छ यसलाई आमाहरूले राख्यो नि यो यतातिर चाहिँ यताभरि छैन यता तल चाहिँ धेरै छैन पानी पो पर्न लागेछ उतातिर अहिले पानी पऱ्यो भने हामी बिजोग हुन्छ है कपाल चाहिँ के भएर दसैँको लुगा लगाएर आयो त्यहाँ यो ज्याकेट चाहिँ ज्याकेट प्यान्ट जुत्ता सबै यसपालि तपाईँहरूको दसैँ चाहिँ राम्रै भयो होला होइन तर मलाई त खासै लागेन मेरो त यतातिर ला झन्डा छ होइन ठक्क लागेर यतातिर धेरै घुम्यो होइन अब त्यो अघि फर्पिङ लेखा ठाउँ भन्ने ठाउँमा जान लाग्यो है यता यो अनि जाँदैछौँ पछाडि भ्यू त म लड्यो है फेरि यतातिर है पछाडितिर यस्तो डाँडा छ है तल भिड चाहिँ एकदम खतरा लड्यो भने खत्तम गयो ल हामी चाहिँ अब त्यहाँ फर्पिङ लेखा ठाउँमा आइपुग्नु लागिसक्यो है उता पछाडि छ है देखाउँछु अब हामी अब आइपुग्नु लागिसक्यो अब भ्लग सिदिन लागिसक्यो भन्नु खोजेँ यतातिर पछाडि भ्यू आमा ऊ त्यो डाँडाहरू खतरा देखिरहेको छ खै त्यो डाँडाहरू यसले भन्नु खोजेको मतलब चाहिँ होइन फर्पिङ चाहिँ यही हो होइन तर यसले चाहिँ राम्रो बोल्नु सकेन अब यो अलिक बोल्नै सकेन भने फर्पिङ चाहिँ यही हेर्नुहोस् अब फर्पिङ त्यो लेखा ठाउँमा यत्रो ठुलो लेखा छ है त्यहाँ पुग्न लाग्छ पुगेपछि तपाईँहरू देखाउँछु है म नजिकबाट त्यो चाहिँ राम्रो देख्दैन होला तर त्यो ड्रोनहरूबाट चाहिँ खतरा देख्छ अब हामीसँग त्यो फोनमा देख्छ ड्रोन छैन यहाँ माथि फर्पिङ लेखा छ होइन अहिले तल जान्छु म है अनि देख्छ होला हल्का भने यहीँ हो लेखेको फर्पिङ हामी यहीँ आउनु लाग्यो अनि त्यहाँ अघिको ठाउँमा चाहिँ यसो फोटोसोटो खिच्न आएको अनि यहाँ पछाडि चाहिँ फर्पिङ हो यो चाहिँ अनि यहाँ एकदम खतरा घरहरू छ यतातिर हेर्नु त त्यो ल पछाडिको डाँडाहरू यस्तो दामी देखाएर छ त्यही माथि आकाश आमा बब्बाल आज चाहिँ दिउँसो चाहिँ पानी पर्न लागेर अर्कै भएको थियो 9 कि जस्तो भइरहेको थियो अनि पछि आएको यस्तो दामी भ्यू देख्यो हुन त म पहिला नि आयो तर यस्तो चाहिँ देखाएको थिएन अब यति भन्दै आजको भ्लग समाप्त बाई बाई